नमस्ते, म हिरा दाहाल, छोरी संस्थाको कार्यकारी निर्देशक, संस्थापक अध्यक्ष। 115औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा यसपालि हामी एउटा सानो छलफल गर्न गइरहेको छौँ। यसपालिको नारा सबै महिला बालिकाको लागि अधिकार, समानता र सशक्तिकरण भन्ने रहेको छ र साँच्चीकै के सबै महिला बालिकाहरूले आफ्नो अधिकार पाएका छन् त र समानताको अवसर पाएका छन् र सशक्तिकरण हुने अवसरहरू पाएका छन् त भन्ने प्रश्न अझै पनि हामी सामु छलफल गर्नु जरुरी छ जस्तो लाग्छ। छोरीले विगत 1 दशकदेखि हिंसा, शोषण, दुर्व्यवहार, बेचबिखन जस्ता विभिन्न समस्या भोगिरहेका महिला किशोरीहरूसँग निरन्तर रूपमा काम गर्ने र उहाँहरूको सशक्तिकरणको कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ र उहाँहरूको केही भनाइलाई, उहाँहरूको आफ्नै अनुभवलाई लिएर चाहिँ आज हामी छलफल गर्दैछौँ, जसले चाहिँ एउटा अहिले पनि नेपाली समाजमा छोरीहरूलाई गर्ने व्यवहार, छोरीहरूको शैक्षिक अधिकारमा दिइने वातावरणदेखि लिएर ओभरअल कुरामा चाहिँ एउटा सिनारियो अवस्था देखाउन चाहिँ मद्दत गर्छ भन्ने आशा गरेको छौँ र हामीसँग 4 जना सहभागी हुनुहुन्छ। म उहाँहरूलाई आफ्नो परिचय दिनको लागि अनुरोध गर्छु। नमस्ते, मेरो नाम सुलेखा कुमारी हो। म अहिले 20 वर्षको भयो। मेरो घर सर्लाही हो। म चाहिँ अहिले छोरीमा बसेर आइरहेको 5 वर्ष भइसक्यो। म चाहिँ छोरीमा बसेर यहीँ बसेर कामहरू सिक्ने र पढ्दै गरिरहेको। कतिमा पढ्नुहुन्छ अहिले? अहिले चाहिँ म 3 मा पढ्दै आइरहेको। नमस्कार, मेरो नाम चाहिँ सुजिना लामा। घर चाहिँ मेरो बारा जिल्ला। म चाहिँ 35 वर्षको भएँ। मेरो शिक्षा भनेको +2 पास हो। म चाहिँ छोरी संस्थामा जोडिएको चाहिँ 1 वर्ष जति भयो। छोरी संस्थामा चाहिँ विभिन्न ट्रेनिङहरूमा आबद्ध भएँ। सिपहरू पनि सिकेको छु। नमस्ते, मेरो नाम चाहिँ अञ्जली विश्वकर्मा हो। म चाहिँ सिन्धुपाल्चोक हो मेरो घर चाहिँ। म चाहिँ 25 वर्षको भएँ र यस छोरीमा जोडिएको चाहिँ म 2 वर्ष भयो र अहिले चाहिँ म ट्रेनिङ पनि लिइरहेको छु। नमस्कार, मेरो नाम चाहिँ अनु तामाङ। मेरो घर चाहिँ ललितपुर दुकुछाप। म चाहिँ अहिले 19 वर्षको भएँ। म चाहिँ अहिले 12 मा पढ्दैछु र छोरी संस्थामा चाहिँ आबद्ध भएको 1 वर्ष बढी भयो। अनि म चाहिँ अहिले छोरी संस्थामै ट्रेनिङ लिँदैछु। थ्याङ्क यू सबैजनालाई, धेरै धेरै धन्यवाद। हामी हाम्रो यो छलफलको विषयलाई चाहिँ हामी एकदम सहज तरिकाले लैजानेछौँ, एकदम औपचारिक तरिकाबाट जाँदैनौँ होइन। हामीलाई सहज लाग्ने विषयहरूमा चाहिँ छलफल गर्दै अगाडि बढ्नेछौँ र हामी सुरुमा चाहिँ जहिले पनि हामी अब छोरीहरूको कुराहरू गर्दाखेरि होइन, छोरीहरूका समस्याहरूको थुप्रै कुराहरू गरिरहेको, जहिले पनि एउटा छोरी कस्तो वातावरणमा जन्मियो र कस्तो वातावरणमा हुर्क्यो भन्ने कुरा एकदमै, त्यसले चाहिँ उसको पछिसम्म उसको भविष्य कस्तो हुन्छ, एउटा महिला भएर उसले हुर्कने क्रममा, काम गर्ने क्रममा, एउटा नयाँ घर सुरुवात गर्ने क्रमदेखि लिएर फेरि आमा बन्ने प्रक्रियामा, सबै प्रक्रियामा सुरुमा उसको जिन्दगी कसरी सुरु भएको छ, उसले कस्तो वातावरण पाएको छ घरमा भन्ने कुराले एकदमै धेरै फरक पार्ने गर्छ। त्यो कारणले गर्दा हामी एकपटक सबैभन्दा सुरुमा हामी जन्मिँदाखेरि हामीले कस्तो जीवन भोगेको थियौँ, घर परिवारबाट हामीले कस्तो खालको चाहिँ व्यवहार पाएका थियौँ, समुदायले, स्कुलले हामीलाई कस्तो व्यवहार गर्थ्यो भनेर हामी थोरै यो पटकको राउन्डमा त्यो बारेमा छलफल गर्छौँ होइन। एउटा छोरी भएर जन्मदाको र छोरी भएर हुर्कँदाको तपाईँहरूको अनुभव कस्तो रहेको छ त आफ्नो जीवनप्रति? र सहभागी जोसुकैले पनि सुरु गर्न सक्नुहुन्छ। हाम्रो त्यो छोरी भएर जन्मेको कारणले होइन, हाम्रो गाउँतिर धेरै जस्तो हामी छोरी भएर पनि पढाउनु हुँदैन भनेर कति कुराहरूले हामीलाई पढ्ने शिक्षा पनि पाएन होइन। नपाएर भए पनि खेतीतिर त धान रोप्ने, घाँस काट्ने गर्दा भात पकाउँदै दिन हाम्रो अहिलेसम्म यत्रो 20 वर्ष भइसक्यो त्यो कामहरू गर्दै। त्यो अनि हामी पढ्नु पर्दो रहेछ भनेर चाहिँ एकदम अहिले चाहिँ लाग्छ पढ्नु त पर्ने रहेछ भनेर। अहिले चाहिँ पढ्न पाएँ नि, अहिले पढिरहेको पनि छ। अझै पढेर भोलिपर्सि हामीले जसरी नपढ्न दिएको, शिक्षा नपाएको, स्कुलमा हाम्रो गाउँतिर त्यस्तो स्कुलै नपठाउने कि घरको काम गर्न लाउने, त्यस्तो धेरै नै गर्छ। छोरी मान्छेले पढाएर छोरी त अर्काको घर जान्छ, छोरालाई पढाउनु पर्छ भन्ने कुराहरू चाहिँ धेरै नै गर्नुहुन्थ्यो क्या। भनेपछि तपाईँलाई चाहिँ पढाएर के काम छोरीलाई भनेर चाहिँ त्यही सोचेर चाहिँ पढाउनु भएन अभिभावकले? हजुर, त्यसैले हामीले नपढ्न पाएर एकदम अहिले चाहिँ
पछिबाट हामीले पनि पढ्न पाए हुन्थ्यो भने त्यो स्कुल जानु एकदम रहर लाग्ने तर जानु पाउँदैन थियो। अहिले चाहिँ एकदम स्कुल गएर पाइरहेछ, एकदम खुसी लाग्छ। जस्तै अब छोरीमा हाम्रो चाहिँ समान भन्ने चाहिँ छ, छोरीलाई पनि समान शिक्षा दिनुपर्छ भन्ने चाहिँ देशमा चाहिँ त्यस्तो उ चाहिँ छ, भनाइमा चाहिँ छ। तर अहिले पनि समान भएको छैन शिक्षामा चाहिँ। कतिपय किशोरीहरूले चाहिँ महिलाहरूले चाहिँ शिक्षा चाहिँ धेरै अप्ठ्यारोहरू भोगिरहेको हुन्छ। जस्तै घरमा अब पढ्न चाहिँ स्कुल चाहिँ जाऊ भन्नुहुन्छ मम्मीहरूले होइन, एउटा बोली मात्रै कि स्कुलमा जाऊ भन्नुहुने। घरमा पुगेपछि बिहानदेखि उठ्यादेखि घरकै काम गर्नुपर्ने कि कुनै होमवर्क गर्ने टाइम हुँदैन थियो, अनि स्कुल जाने टाइम पनि फिक्स हुँदैन थियो, अनि खाना खाने समय शुद्ध मिल्दैन थियो क्या। बिहानभरि काम गऱ्यो, हतारपछि खाना पकाउने कसले त होइन। अनि खाना पकाउनु बसेमा 12-1 बजे खाना पाकिन्थ्यो, स्कुल जानुपर्ने 9 बजे 10 बजे पुग्नु परिहाल्यो। त्यसपछि हतार हुन्थ्यो, खानै नखाइकन नि स्कुल पुग्नुपर्ने चाहिँ अवस्था थियो कि। अनि त्यति हुँदा पनि अब स्कुल त गयो, अनि होमवर्क गर्ने समय हुँदैन थियो, घर आएर पनि खाजा खानुको सट्टा त उल्टै काम गर्नुपर्ने कि। अनि कामहरू गर्नुपर्ने, होमवर्कहरूको गर्ने समय नै नमिल्ने। अनि समय नमिल्दाखेरि चाहिँ अनि कतिपय होमवर्कहरू चाहिँ हामी चाहिँ स्कुलमै गरिन्थ्यो कि। अब घरमा समय मिल्दैन थियो, अनि टिफिन टाइममा अब खेल्ने टाइममा चाहिँ सबै साथीहरू चाहिँ खेलिन्थ्यो, म चाहिँ आफै होमवर्क सकाउनु पर्यो। अब होमवर्क सकाएन भने त भोलिपल्ट सरहरूले त पिट्नु भइहाल्छ, कारबाही गर्नु भइहाल्छ। त्यसकै डरले अनि स्कुलमै होमवर्क सकाउने, होमवर्क सकाएपछि चाहिँ अनि कहिले पनि अनि शिक्षकहरूले चाहिँ त्यस्तो कारबाही गर्ने हुँदैन थियो क्या। पहिल्यै सकाइदिन्थेँ म चाहिँ। अनि घरमा आएर पनि काममै व्यस्त हुन्थेँ। बिहान 4 बजी उठेदेखिबाट बेलुकासम्मै कामै व्यस्त हुन्थेँ। छोरीले स्कुल लगेर भर्ना गरिदिने अनि छोडिदिने, पढाइ कस्तो भइरहेछ, कस्तो पढिरहेछ भन्ने कुरा त्यस्तोमा चाहिँ ध्यान नदिने, छोराहरूलाई धेरै कस्तो गरिरहेछ के गरिरहेछ भन्ने चाहिँ सोच्ने बढी। छोरीहरूलाई चाहिँ अब स्कुलमा गयो, स्कुलमा जति पढ्यो उति नै हुन्थ्यो, घरमा चाहिँ पढ्न नपाउने। अब घरमा आएपछि चाहिँ घरकै काम गर्नुपर्ने, अब के अब होमवर्कसम्म गर्नुपर्ने, अब पढ्नुपर्ने समयमा चाहिँ अब घरकै काम गर्न लाउने बढी जस्तो। जस्तै घाँस काट्न जान लाउने, अब घरको खाना बनाउने भन्ने के गर्ने भन्ने, त्यत्तिकैमा दिन जान्थ्यो घरमा चाहिँ। अनि स्कुलमा जति पढ्यो त्यति मात्रै हुन्थ्यो, त्यो बाहेक अरू चाहिँ पढ्न समय पनि मिल्दैन थियो। अनि त्यतिखेर त म सानोमा पनि हुँदाखेरि चाहिँ तर हाम्रो घरमा चाहिँ पछि मात्रै बिजुली आएको थियो कि, पहिला थिएन, पछि मात्रै आएको। त्यो चाहिँ मलाई याद छ। त्यसले गर्दा नि म पढ्न पाउँथिनँ क्या बिजुली नभएर। अनि त्यसपछि त्यस्तै थियो। अनि घरमा अनि कुनै के काम भयो भने, जस्तै पाहुनाहरू आयो अनि खेतबारीमा काम गर्नु पर्यो भने चाहिँ स्कुल नपठाउने, आज यस्तो छ उस्तो छ बस्नुपर्छ घरमा भन्ने। त्यसले गर्दाखेरि चाहिँ अनि इम्पोर्टेन्ट टपिकहरू छुटिने मेरो होइन। त्यसले गर्दाखेरि चाहिँ मेरो इक्जाममा रिजल्ट राम्रो नआउने, अनि रिजल्ट राम्रो नआएपछि चाहिँ अनि बुवा मम्मीहरूले कराउने, के गरी पढ्छ के गर्छ भन्ने, त्यति मात्रै भन्नु नि। त्यसपछि फेरि त्यस्तै हुन्थ्यो कि व्यवहार चाहिँ। त्यो यसरी पढ्नुपर्छ, उसरी पढ्नुपर्छ, यसरी टाइम मिलाउनुपर्छ भने चाहिँ नभन्ने, खालि काममा मात्रै लाउने। अनि पढेको चाहिँ त्यही स्कुलमा पढाइको भर मात्रै हुन्थ्यो क्या। सबैजनाले के चाहिँ आफ्नो पढ्न स्कुल भर्ना गरिदिएर पनि पढ्ने अवसर त्यसलाई अब भर्ना गरिदिएको छ, पढाएको जस्तो पनि देखियो। अर्को तरिकाले फेरि उनीहरूलाई चाहिएको कुराहरू चाहिँ नपुगिरहेको चाहिँ देखिन्छ होइन। जे चाहिन्छ एकजना बच्चालाई पढ्नको लागि चाहिँ एउटा जुन वातावरण चाहिन्छ त्यो चाहिँ वातावरण नपाएको चाहिँ उहाँहरू सबैजनाले चाहिँ उहाँहरूको अनुभव सेयर गर्नुभएको छ होइन। त्यो एउटा वातावरणको कुरा गरिराख्दाखेरि के छोरीहरूको लागि चाहिँ घरमा कस्तो वातावरण छ त? साँच्चीकै छोरीहरूको कुरा सुन्ने, उनीहरूको लागि चाहिँ उनीहरूले भनेअनुसारको समय दिने, उनीहरूसँग राम्रो व्यवहार गर्ने होइन, एउटा घरको सदस्य जस्तो व्यवहार गर्ने खालको वातावरण छ कि छैन त? ताकि उनीहरूलाई चाहिँ आफ्नो घरमा सहज महसुस होस्, आफ्नो कुराहरू व्यक्त गर्ने कोही व्यक्ति होस्, त्यस्तो खालको वातावरण के छ? के अनुभव गर्नुभएको छ तपाईँहरूले? आफ्नो छोरीहरूलाई चाहिँ कुन टाइममा चाहिँ पढाइमा चाहिँ के सहयोग गर्नुपर्छ, के चाहिँ सपोर्ट गर्नुपर्छ, हामी अभिभावक भएर चाहिँ कुन कुरामा चाहिँ सपोर्ट गर्नुपर्छ भन्ने कुरा चाहिँ उहाँहरूलाई चाहिँ थाहै थिएन कि। अशिक्षित भएकोले तल गर्नुभयो होइन। अनि अशिक्षित जुन शिक्षित व्यक्ति अभिभावकहरूले पनि सहयोग गरिरहेको पाएको छैन कि अहिले हाम्रो महिलाहरूलाई, जस्तै किशोरीहरूलाई होइन। आफ्नै काममा मात्रै व्यस्त हुने, छोराछोरीहरू आफ्नै टालमा पढिहाल्छ नि, पढ है भन्ने एउटा शब्द मात्रै कि पढ आज नि पढ, बेलुका नि पढ, अझै पढ,
अनि पढ भनेपछि त्यो उसले चाहिँ एउटा स्ट्रेस मात्रै भयो नि त उसलाई। अब पढ्ने कसरी पढ्ने त, अब के चाहिँ पढ्ने त, मैले भने यसो आफूले नजाने पनि त पढाइ भनेर यसो आफूले अगाडि पनि एउटा उपस्थित भइदियो भने चाहिँ हौसला मिल्छ जस्तो चाहिँ मलाई लाग्छ कि। स्कुल चाहिँ पठाइदिने, अनि स्कुलमा चाहिने कुराहरू अब जस्तै कलमहरू कपीहरू चाहिँ नकिनिदिने के। अब कहिले अलिअलि फर्स्ट सुरुमा सानोमा चाहिँ स्कुलबाट अलिअलि दिइदिन्थ्यो, 4-5वटा कपी कलमहरू दिन्थ्यो, अनि त्यतिमै काम चल्यो। अनि स्कुलबाट दिन्छ नि भनेर सोचेर चाहिँ बुवा मम्मीहरूले त्यसमा चाहिँ नसोच्ने, के भइरहेछ, सकेछ कि न अझै बाँकी छ कि, सक्यो भने किनिदिनुपर्छ भन्ने सोच चाहिँ नआउने रहेछ। मलाई चाहिँ त्यस्तो भोगेको छु मैले पनि। अनि त्यसपछि अब अलिक ठुल्ठुलो क्लास भएपछि चाहिँ अलि धेरै कपीहरू बुकहरू चाहिने भएको ठाउँमा पनि नकिनिदिने के बुझेर। अहिले पैसा छैन भनेर टारिदिने, अहिले साथीको चला भनिदिने, त्यस्तो भन्दाखेरि चाहिँ। अनि अब स्कुलमा जाँदाखेरि चाहिँ अब कुनै इक्जामको बेला त अब सर मिसहरूले अब गाली गर्नुहुन्छ नि त, अरूलाई माग्दाखेरि आफ्नै ल्याउनुपर्छ भन्नुहुन्थ्यो। त्यसले गर्दाखेरि पनि शिक्षामा चाहिँ अलि पछि परेको छ कि। त्यसले गर्दाखेरि स्टेसनरीको सपोर्ट नमिल्दाखेरि चाहिँ मलाई चाहिँ त्यही लागेको छ। मैले अलिक भोगेको पनि छु, देखेको पनि छु। त्यसपछिको अर्को हामी विषयमा कुरा गर्छौँ। जस्तो हामी सबैजनाले हेऱ्यौँ होइन, तपाईँहरूदेखि हामी धेरै लगभग सबैजना महिलाहरूले चाहिँ कुनै टाइममा हेर्दाखेरि चाहिँ छोरी हुँदा बालिका हुँदाखेरि चाहिँ घरमा चाहिँ एउटा पारिवारिक वातावरण जहाँ चाहिँ एउटा पढ्ने अवसर, उसको कुरा सुनिने, कुनै कुरा भन्ने अवसर होइन, र साँच्चीकै म यो घरको सदस्य नै हुँ भन्ने खालको महसुस गर्ने अवसर चाहिँ कमै पाएको चाहिँ हामीले पाउँछौँ र भोगेको पनि छौँ होइन। किनभनेदेखि अर्का घरमा जाने जात हो छोरी, यो कुरा सिक्नुपर्छ, कामहरू चाहिँ एकदमै भोलि पर्सि घरमा गएर गर्नुपर्छ, त्यही भनेर चाहिँ सिक्नुपर्छ भन्दा कामहरू चाहिँ एकदमै काम लगाउने होइन। तर उसलाई दिनुपर्ने, भोलि गएर चाहिँ तिम्रो जिन्दगीको लागि चाहिँ यो कुरा चाहिन्छ भनेर दिनुपर्ने जस्तो उसले पढ्न पाउने अवसर, उसको लागि चाहिँ चाहिने सामग्रीहरूदेखि लिएर एउटा वातावरण चाहिँ र समय चाहिँ एकदमै नदिएको अनुभव चाहिँ हामी धेरैले नै गरेका छौँ। र हामीले काम गर्ने लगभग सबैजना किशोरी बहिनीहरूले पनि त्यस्तै त्यो अनुभव बोक्नु भएको छ। र ती कारणहरू यसरी हेर्दाखेरि गाउँघरमा परिवारमा हुने त्यस्तो खालको एउटा विभेदपूर्ण वातावरणले गर्दाखेरि चाहिँ धेरैजना किशोरीहरू चाहिँ घर छोडेर कामको क्रममा पनि घर छोड्नु भएको अवस्था छ। त्यस्तै गरी बिहा गरेर जानुभएको अवस्था पनि छ, र अर्को परिवारले नै छिटै बिहे गरेर पठाएको अवस्था पनि छ होइन। यो विभिन्न खालको अवस्था चाहिँ हामीले देखि भोगिरहेको छौँ होइन। तपाईँहरूको आफ्नो अनुभवमा चाहिँ घरको वातावरणले गर्दाखेरि चाहिँ घर छोडेर बाहिर काम गर्न जाउँ, घर नबसौँ भने तपाईँहरूलाई कतिको अनुभव हुन्थ्यो, कतिको महसुस हुन्थ्यो त्यस्तो? जस्तो कि अब घरमा चाहिँ म छुट्टै मान्छे आएर बसे जस्तो लाग्ने कि। मान्छे तपाईँलाई चाहिँ घरमा चाहिँ म घरको सदस्य होइन, म चाहिँ अरू नै अन्त कहीँबाट आएर बसेको मान्छे हुँ भने जस्तो चाहिँ महसुस हुन्थ्यो। अनि घर बस्न मन लाग्दैन थियो। घर छोड्नु भयो तपाईँले, त्यसपछि के गर्नुभयो? छोड्न त छोडेन, तर छटपट्टि लाग्थ्यो घरमा बस्न एकदम छटपट्टि लाग्थ्यो। मलाई चाहिँ मैले पनि अब त्यस्तो भोगेको छु होइन। जुन सानै उमेरमा चाहिँ आफ्नो घरमा सदस्यहरू चाहिँ अब धेरैजना हुनुहुन्थ्यो कि, दिदीबहिनीहरू होइन, भाइ पनि धेरैजना हुनुहुँदाखेरि आर्थिक अवस्था चाहिँ कमजोरी हुन्थ्यो। त्यसपछि चाहिँ आफू पनि काम गर्न जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो कि। अब पढाइको त ध्यानै जाँदैन थियो। अनि त्यसपछि आफू पनि सपोर्ट गरौँ कि भन्नेतिर चाहिँ लाग्यो कि आफूलाई। त्यस्तै समयमा चाहिँ म पनि 1-1.5 वर्ष जति अरूकै घरमा चाहिँ राख्नुभयो कि बुवाले चाहिँ। अब तिमी पढ्दैनौ, नपढेपछि जाऊ अझै गर, काम गर भनेर चाहिँ। म त्यति 8-9 वर्षको होला म त्यतिखेर, त्यति ऊ पनि भएको थिएन। अनि लगेर राख्नुभयो कि उता जुन अरूको घरमा लगेर राख्नुभयो त्यतिखेर त। अनि मैले केही ऊ पनि थिएन, अनि एकदमै रुन मन लाग्यो क्या मलाई चाहिँ। अब बुवाले छोडेर जानुभयो नि त, त्यसरी कहिले पनि टाढा नभएको मान्छे अनि एक्कासी छोडेर जाँदा त कस्तो अत्यास लाग्ने, रुन मन लाग्ने। अनि कति दिन पनि आफू पनि एकदम गाह्रो भएर बसिरहेको। अब साउहरूले चाहिँ अब काम गर्न लाउनुहुन्थ्यो, जस्तै धुलो पटाल्न, लुगा धुन भन्नुहुन्थ्यो। अब त्यत्रो सानो उमेरमा कसरी लुगा धुन सक्नु होइन। अनि सकि नसकी पनि आफूले चाहिँ गर्थे कामहरू।
त्यस्तै गर्दै जाँदा धेरै अप्ठ्यारोहरू चाहिँ मैले भोगेँ। अरूले गरेको वचनहरू केही काम बिगारिहाल्यो भने त वचन लगाइहाल्छ नि होइन, साहुले त केलाई बिगारिस् यस्तो गरिस् भन्ने हुन्थ्यो। त्यसपछि एकदम डर लाग्थ्यो कि आफूले चाहिँ न के गर्ने हो कि उहाँहरूले केही भन्ने हो कि झनै अझै भनेर चाहिँ आफूले धेरै रुन मन लाग्थ्यो मलाई चाहिँ। अनि केलाई चाहिँ यस्तो भएको होला, हामी छोरी मान्छे नै चाहिँ केलाई अरूको घरमा काम गर्न पर्यो होला जस्तो लाग्थ्यो कि। प्रायः जस्तो छोरी मान्छेहरू त पढेन कि अरूको घरमा लगेर राखिदिइहाल्ने, काम गर्न पठाइहाल्ने हुन्छ नि त। पढ्ने वातावरण पनि हुँदैन, पढ्ने वातावरण नदिने अनि पढेन अब नपढेपछि अर्को घरमा काम गर्न भनेपछि दुईतिरैबाट हेर्दाखेरि चाहिँ झनै मारमा पारेको जस्तो चाहिँ देखिन्छ होइन त। हजुर। कति समय बस्नुभयो तपाईँ त्यहाँ? म झन्डै 1.5 वर्ष जति बसेँ होला। त्यतिखेर 4 क्लासमा पुग्न आँटेको थिएँ। अनि 4 क्लासमै ग्याप भएर चाहिँ अब त्यतिखेर चाहिँ सरहरूले तर्साउनु भएको थियो कि मलाई चाहिँ। अब सरहरूले पिट्ने थियो नि त, पहिला धेरै स्टेजहरू दिने, एकदम पुरै डाम निलडाम हुने गरेर पिट्ने अवस्था थियो। अनि साथीहरूले चाहिँ तर्साउनु भएको थियो मलाई चाहिँ, यसरी पिट्नुहुन्छ सरले भनेर चाहिँ तर्साउनु भयो। त्यही तर्सेको डरले नै मैले चाहिँ स्कुल नगएको। अनि एक दिन स्कुल नगएकोले गर्दा अनि बुवाले चाहिँ तँ स्कुल जाँदैनस्, जाऊ अब काम गर्न, अलिकति भयो नि हुन्छ भनेर अनि राख्नु भयो कि उता काम गर्न पठाउनु भयो। त्यही भएर चाहिँ मलाई चाहिँ एकदम गाह्रो लाग्छ कि त्यो कुरा सम्झिँदा पनि अहिले पनि ओहो कस्तो मलाई चाहिँ कति उ रहेछ, किन यस्तो गरे होला जस्तो लाग्छ कि मलाई चाहिँ अहिले पनि। एकातिरबाट पढ्ने वातावरण छैन, अर्को चाहिँ राम्रो नपढेर होमवर्क नगरेको कारणले अरू कुराले गर्दा स्कुलको टिचरहरूले फेरि दुर्व्यवहार गर्ने होइन। अब तपाईँले भने अनुसार चाहिँ डाम्ने पिट्ने लठीले एकदम स्टेज हुने गरेर पिट्ने, अनि विभिन्न यातनाहरू दिने, जस्तै कुनै एक्सर्साइज गर्नु जस्तो कुखुरा बनाउनु भन्ने पहिला अनि त्यस्तो हाँस त्यो डरले चाहिँ स्कुल नगयो। अनि स्कुल नगएपछि पढिनस् भनेर अनि काम गर्न लगाउने झनै अरूको घरसम्म पठाउने। अनि आफूलाई चाहिँ कति पढ्न मन लागिरहेको हुन्थ्यो, साथीहरूसँग साथीहरू भाइहरूसँग राम्रो पढ्दाखेरि आफू पनि त्यस्तो पढौँ टाइम मिल्थ्यो हुन्थ्यो जस्तो चाहिँ कति अनुभव हुन्थ्यो कि। तैपनि मैले पनि कति आफै पनि त्यस्तो वातावरण नहुँदा पनि आफै ट्राई गरेँ कि अब घरमा त्यति पढ्ने वातावरण नभए पनि स्कुलमै त्यस्तो सरले पढाउनु भएको सबै कुराहरू चाहिँ कण्ठ गर्थेँ म आफै पनि। मैले यसरी पढ्नुपर्छ बुझेर भन्ने आफैमै डेभलप गर्थेँ कि म चाहिँ। त्यस्तो आफूले नै बुझेर पढ्थेँ। तर पनि म फर्स्ट सेकेन्ड चाहिँ हुन्थेँ स्कुलमा। अनि प्रायः गाउँघरमा चाहिँ अनि तिम्रो त घरमा त्यत्रो काम हुन्छ कसरी पढ्छस् है भन्थ्यो क्या साथीहरूले चाहिँ। अनि मैले त स्कुलमै पढ्ने, स्कुलमा पनि अब टिफिन भएको बेला टिफिनमै नखेल्ने, खाजा पनि नखाने होइन। त्यही आफ्नो होमवर्कहरूलाई पनि प्राथमिकता दिएँ। अब कतिपय स्टेसनरीहरू पनि हुन्थेन, कपी कलम पनि, अनि पेन्सिलको टुप्पो टिपेर धरि मैले सबै उहरू सल्भ गरेको छु कि। तपाईँहरूको घरको वातावरणले गाह्रो भएर तपाईँलाई चाहिँ घर छोडेर बाहिर काम गर्न जाउँ अथवा आफूलाई पनि काम घर नबसौँ बाहिर काम गर्न जाउँ, बाहिर बसौँ जस्तो हुने, अथवा परिवारले नै बाहिर पठाउने, त्यस्तो खालको अब तपाईँहरूसँग अनुभव छ? मलाई चाहिँ के लाग्थ्यो भने अब घरको आर्थिक अवस्था कमजोर भएपछि चाहिँ म कस्तो परिवारमा जन्मेछु, अलिक धनी परिवारमा जन्मे भए त अलिक राम्रोसँग पढ्न पाइन्थ्यो कि भन्ने सोच आउँथ्यो कि मेरो मनमा पनि दिमागमा पनि त्यही आउँथ्यो। अनि कुनै अब हाम्रोतिर चाहिँ गाउँघरतिर चाहिँ मलाई अलिअलि याद पनि छ, अलिअलि बुवाहरूले पनि भन्नुभएको थियो कति धेरै उसमा मतलब अरूहरूको परिवारमा चाहिँ छोरी नभएको ठाउँमा चाहिँ मलाई माग्न आउनुभएको थियो अरे कि पढाइदिन्छु राखिदिन्छु, तिम्रो आर्थिक अवस्था कमजोर छ, मेरो छोरी छैन भन्थ्यो। त्यसरी चाहिँ मलाई अहिले गइहाल्नु जस्तो हुन्थ्यो कि। अनि बुवा मम्मीले जान्छौ भने त म जान्छु भनेको आतुरी हुने कि, त्यहाँ भयो नि त राम्रोसँग पढ्न पाइन्छु कि जस्तो लाग्थ्यो। अनि त्यस्तै गर्दाखेरि चाहिँ जान चाहिँ म गएको थिएँ, मेरो आफ्नै ठुलोबाको घरमा गएँ, उहाँको सन्तान थिएन। अनि उहाँहरू चाहिँ इन्डियामा बस्नुहुन्थ्यो। अनि मलाई इन्डियामा लिएर जानुभयो। अनि ठुलोबाले चाहिँ त्यस्तो नराम्रो केही गर्नुहुन्थेन। अनि ठुलोमम्मीले चाहिँ अलिक छुट्टै व्यवहार गर्नुहुन्थ्यो कि अब सबै कामहरू घरमा अराउने होइन। ठुलोबा चाहिँ काममा जानुहुन्थ्यो अनि म चाहिँ छिट्टै घर आउँथेँ स्कुलबाट। अनि यो गर त्यो गर भन्ने, अनि फेरि कराउने, अनि अलि हेपा जस्तो हाम्रो कमाइ खाना आएको यस्तै भन्नुहुन्थ्यो कि। त्यसले गर्दा फेरि मलाई चाहिँ होइन जस्तो भए पनि बरु बुवा मम्मीले कुटे पनि जस्तै अवस्थामा राखे पनि आफ्नै परिवार चाहिँ प्यारो जस्तो लागेर फेरि फर्केर आउँछ। म फेरि फर्केर गएन कि। अनि यहीँ बसी जस्तो भयो नि दुःख गरेर भयो नि पढेँ। अनि अब त अलि आफ्नो खुट्टामा अलि उभिने हुन सक्ने भइरहेको छु अलिअलि। जस्तो उहाँले भने जस्तै अब कोही कतै गएर ठुलोबा काकाहरूको पनि बस्नु पऱ्यो भने चाहिँ अब
जस्तै अब हुन्छ नि शारीरिक रूपमा छुन खोज्ने, कुट्ने पिट्ने गर्दा पनि अलि बिस्तारै गएर चाहिँ असर पर्ने रहेछ क्या धेरै। जस्तो अब म नि सानो उमेरदेखि होइन अरूको खेतमा जान्थ्यो, त्यो धान रोप्ने, धान काट्ने होइन, त्यो उखु बारीमा उखु छिल्ने जाँदै थियो, त्यो उखु यस्तो भारीहरू बोक्ने कामहरू चाहिँ अरूको दिनभरि त्यो गर्मी महिनामा पनि त्यो वैशाखतिर दिनभरि काम गरेँ, जम्मा 100 रुपियाँ दिन्थे। खाजा नि त्यो चिउरा मात्र दिनुहुन्थ्यो भुटेर होइन, खाजा त्यही खाएर हामी त्यो दिनभरि काम गर्थ्यौँ। बेलुका 6 बजीसम्म, बिहान 6 बजीदेखि गएपछि बेलुका 6 बजीसम्म काम हामी गर्नु पर्दथ्यो। म त्यो पढाइ नभए पनि हामी नि पढ्न चाहिँ इच्छा थियो, तर अब छोरी भएर जन्मेको कारणले पढ्नै नि पाएन। म नि छोरी भएर जन्मिँदो रहेछ, भगवान्ले किन मलाई छोरी भएर जन्मायो होला भने होइन एकदमै चाहिँ हुँदै थियो पढ्न नपाउँदा। अरू पढ्न जान्थे साथीले, आफूलाई एकदम रहर लाग्थ्यो पढ्नको लागि, थोरै नि बढीतालले गर्दा त पढ्न चाहिँ पाएन। कति वर्ष हुन्थ्यो तपाईँ त्यतिखेर त्यहाँ दिनभरि काम गरेर 100 रुपियाँ कमाउने बेलामा कति वर्ष हुन्थ्यो? त्यति बेला म 12-13 वर्षको थियो। 12-13 वर्षमै बिहान 6 बजेदेखि बेलुकासम्म काम गर्नु पर्थ्यो। बिहान 6 बजेदेखि बेलुका 6 बजीसम्म काम गर्नु, कहिले 7 बज्दथ्यो, रातिहरू थियो। कतिको सजिलो थियो त त्यो काम? त्यो भारी एक्लै उचाल्नेदेखि लिएर होइन त्यो उखु बाँधेर फेरि त्यो अर्कै ठाउँमा पुर्याउनु पर्दथ्यो। त्यो ठाउँ सबै उखु चाहिँ जम्मा गर्नुपर्ने होइन, त्यो उखु काटेर छिल्ने, त्यो सफा गर्ने होइन, जो सबै गर्नु पर्दथ्यो। भने तपाईँको लागि त्यो काम एकदम गाह्रो थियो त्यो त्यतिखेर सम्झिँदाखेरि? त्यति बेला हाम्रो काम गर्न उमेर नै थिएन होइन, त्यो पढाइ नै थिएन, त्यो अरूको कामहरू गर्दा पैसा आउँछ यस्तो यस्तो भनेर त्यो कामहरू हामीले गराउने होइन, त्यस्तै कारणले अब त्यो पैसाको लोभले गर्दा गरेको जस्तो फिल भयो मलाई चाहिँ, त्यस्तो लाग्छ। ओके, धन्यवाद। अब अलिकति कुराहरू चाहिँ हामीले हेऱ्यौँ, जस्तो एउटा हामीले जस्तो यो वर्षको नारा छ सबै बालिकाहरूको समानता। साँच्चीकै एउटा परिवारमा, एउटा समाजमा र विद्यालयमा चाहिँ साँच्चीकै समान व्यवहार गरिएको छ त भन्ने प्रश्नलाई हेरौँ भनेदेखि अहिले हामीसँग भएको सहभागीहरूको उत्तरबाट पनि हेर्न सक्छौँ त्यो समानता अहिले पनि घरमा पनि छैन, परिवारमा छैन, विद्यालयमा छैन र समाजले पनि त्यो कुराहरू चाहिँ दिन सकेको छैन। त्यस्तै गरी विद्यालयमै कोही कुरा गर्दाखेरि चाहिँ सबै बालबालिकालाई उनीहरूको जुनसुकै अवस्थामा भए पनि उनीहरूको पढ्न पाउने अधिकारलाई चाहिँ सुनिश्चित गर्ने एउटा चाहिँ हाम्रो यो शिक्षा प्रणालीले साँच्चीकै छोरीहरू जो चाहिँ दिनभरि घरमा काम गरेर होमवर्क गर्न पनि भ्याइनेभैसँग स्कुल पुगेका छन्, उनीहरूलाई यो गर्न सकिनस् ऊ गर्न सकिनस् भनेर तर्साएर पिटेर स्कुलबाट भगाउने हो कि उहाँहरूलाई चाहिँ स्कुल आउने खालको वातावरण बनाउने हो भन्ने प्रश्न अर्को एकदमै गम्भीर प्रश्न हो। र त्यो दुवै पाटोमा हेर्दाखेरि चाहिँ हामी चाहिँ अहिले पनि यो शैक्षिक अधिकारको सुनिश्चित हुन सकेको छैन नै भन्ने लाग्छ हामीलाई, किनभने हामीले सुनिसकेका छौँ हामीसँग भएको बहिनीहरूको अनुभव। त्यस्तै गरी घरमा एउटा छोरीलाई अहिले पनि साँच्चीकै एकदमै म चाहिँ एउटा भ्याल्युड पर्सन, म चाहिँ एकदम परिवारको चाहिँ एकदमै महत्त्वपूर्ण व्यक्ति हुँ भन्ने चाहिँ अनुभव एकदमै कमै हुन्छ र त्यो कमै अनुभव भएको कुरा हाम्रो सहभागीहरूबाट हामीले भर्खरै सुन्यौँ। र त्यो यस्तो अवस्था हुँदै भएपछि चाहिँ यस्तो विभिन्न अवस्था भोग्दै चाहिँ अनेक जिन्दगीका अनेक कहानीहरू, अनेक अप्ठ्याराहरूलाई भोग्ने क्रममा उहाँहरू छोरीसँग जोडिनु भएको छ र कोही भर्खरै जोडिनु भएको छ, कोही केही वर्षदेखि जोडिनु भएको छ। र छोरीसँग जोडिएपछि चाहिँ उहाँहरूले आफूमा चाहिँ एउटा सशक्तिकरणको पाटोमा चाहिँ उहाँहरूले आफूमा के फरक पाउनुहुन्छ, छोरीमा आएपछि तपाईँहरूको चाहिँ के अनुभव छ, कस्तो अनुभव पाउनुभएको छ छोरीमा आएपछि तपाईँहरूलाई चाहिँ के कुराहरू चाहिँ तपाईँले आफूमा परिवर्तन भइरहेको र आफूमा एउटा सशक्तिकरणको के पाटोमा चाहिँ तपाईँहरू चाहिँ अझ बलियो बन्न सक्नुभएको छ जस्तो लाग्छ? अलिकति छोरीसँग जोडिसकेपछिको तपाईँहरूको अनुभव पनि सेयर गर्नुहोस् न। छोरीसँग जोडेपछि होइन, छोरीमा आएर पनि कति तालिमहरू सिकेर होइन, सिकिरहेको पनि छ, कति सिपहरू नि सिकिरहेको छ, पढाइहरू सबै पुरा भइरहेको छ होइन। यो छोरी भन्ने एउटा ठाउँमा आएपछि म त आफैलाई एकदम भाग्यमानी ठाने क्या,
त्यो ठाउँलाई होइन त्यो ठाउँ मैले जुन शिक्षा म पाउन खोजेको जुन शिक्षा पाएन होइन त्यसलाई त अहिले चाहिँ म आफूलाई एकदम भाग्यमानी ठाउँछु। मेरो लागि यो ठाउँ म पहिला कति कुराहरू भोगेर त्यसको भोगेको कुराहरू चाहिँ अहिले चाहिँ म भाग्यमानी बनेको भने त्यस्तो चाहिँ लाग्छ। जे दुःख भोगे पनि जिन्दगीको कुनै समयमा जे दुःख भोगे पनि त्यो सबै कुराहरूलाई बिर्सेर अहिले चाहिँ छोरीमा आएको कारण चाहिँ आफूलाई चाहिँ भाग्यमानी जस्तो महसुस गर्नुहुन्छ? हजुर त्यही हो भाग्यमानी कारण चाहिँ त्यही मलाई चाहिँ त्यही लाग्छ होइन। अब छोरीमा यहाँ आएपछि अब कति तालिमहरू सिक्दा होइन कसैसँग बोल्न नि डराउने होइन कसैले के गर्दै हेर्दै नि आफूले नबोल्न सक्ने होइन त्यस्तो कारण त्यो बोल्न सक्ने भने एउटा हिम्मत नि छोरीले बनाएको छ। मलाई चाहिँ एकदम थ्याङ्क यू भन्न चाहन्छु छोरीलाई। थ्याङ्क यू। अरू थ्याङ्क यू सो मच साथीहरूले भन्नुभयो चाहिँ धेरै कुराहरू ल्याउनुभयो। मैले मेरो पनि छोरी संस्थामा जोडेको चाहिँ 1 वर्ष जति नै भयो। छोरीमा आउँदा चाहिँ एकदम मलाई स्वर्गमै आएको जस्तो लागेको छ। जुन म्यामहरूको चाहिँ साथ सपोर्टहरू पाएँ होइन जुन आफ्नो परिवारमा चाहिँ घरभरि नै सदस्य भए पनि त्यस्तो माया चाहिँ फिल हुन्थेन कि माया भन्ने चाहिँ के हो त भन्ने कुरा फिल चाहिँ यस छोरीमा आएपछि मात्रै बुझेँ कि मैले चाहिँ। अनि मैले चाहिँ धेरै ट्रेनिङहरूमा पनि आबद्ध भएँ। जुन आफ्नो घरको सदस्यसँग नै मलाई बोल्न मन लाग्दैन थियो तर अहिले चाहिँ जुनसुकै ठाउँमा गएर पनि म बोल्न सक्छु भन्ने जस्तै मेरो चाहिँ आत्मविश्वास बढेको छ, आत्मबल बढेको छ अनि बोल्ने स्किल पनि अब प्रयास गर्दैछु। आगामी दिनमा पनि म एकदम चाहिँ आत्मनिर्भर भएर चाहिँ म केही गर्न सक्छु, सोसल वर्करको कामहरू गर्न सक्छु भन्ने चाहिँ मेरो आत्मविश्वास छ। अनि यो छोरी संस्थालाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। म जस्ता धेरै साथीहरू दिदीबहिनीहरूले चाहिँ आबद्ध हुनुभएको छ संस्थामा चाहिँ धेरै पढ्न नपाएकोहरू पनि सपोर्ट पाएको छ होइन धेरै कुराहरूमा चाहिँ अगाडि बढेको छ। त्यसैले धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु। थ्याङ्क यू। जो सुरुमा चाहिँ काउन्सिलिङको लागि मात्रै आउँथेँ म यहाँ 2 वर्ष जस्तै अगाडितिर अनि अब 1 महिना अलि बढी भयो ट्रेनिङमा बस्न थालेको चाहिँ। त्योभन्दा अगाडि चाहिँ म के गर्न सक्दैन थिएँ जस्तो लाग्थ्यो क्या मलाई चाहिँ। अनि अहिले चाहिँ जे पनि सकिन्छ गर्दै गयो भने सकिन्छ सक्छु जस्तो लाग्छ क्या जे गर्नु पर्ने त्यति नै हो। छोरीमा आइसकेपछि धेरै कुरामा परिवर्तन आएको छ मेरोमा चाहिँ। पहिला चाहिँ आफ्नैमा आत्मबल बढेको छ। छोरीको महत्त्व चाहिँ के छ भने नि मैले बुझेँ। पहिला मलाई लाग्थ्यो यस्तै होला सबै ठाउँमा यस्तै होला जस्तो लाग्थ्यो अनि सबै गाउँघरमा छोरीहरूलाई यस्तै गर्छ होला यस्तो त्यही हो छोरीलाई नै दबाएर राख्छ छोरीको जिन्दगी यति नै होला जस्तो लाग्थ्यो। अनि छोरीमा आइसकेपछि चाहिँ होइन त्यो छोरीको जिन्दगी अरू पनि छ त्यति मात्रै होइन अरू छोरीले पनि आफ्नो जिन्दगी जिउन सक्नुपर्छ भन्ने चाहिँ मैले सिकेको छु होइन। अनि आत्मबल पनि पाएको छु सबैको साथ सपोर्ट पनि पाइरहेको छु अनि त्यसको लागि चाहिँ छोरीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। म जस्तो कति दुःख पाइरहेको छ होइन मेरो साथीहरू कति दुःख पाइरहेछ तर तिनीहरूले मेरो ठाउँले लिन सकिरहेको छैन। आजको यो छलफलमा अन्तिममा आइपुगेको छौँ। हाम्रो सहभागी सबैजनालाई धेरै धेरै धन्यवाद। तपाईँहरूले आफ्नो आफ्नो कुराहरू राख्नुभएकोमा। हाम्रो यसपालिको नारा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको नारा र छोरी संस्थाको एउटा हाम्रो चाहिँ भिजन चाहिँ एकदमै सिमिलर छ। छोरीको उद्देश्य पनि सबै छोरी नेपालका सबै छोरीहरूको लागि चाहिँ एउटा उहाँहरूको शैक्षिक अधिकारको सुनिश्चित गर्ने मद्दत गर्ने त्यसपछि गएर समानताको लागि काम गर्ने र छोरीहरूको सशक्तिकरणमा बढीभन्दा बढी चाहिँ काम गरेर चाहिँ साँच्चीकै समाजमा भएका छोरीहरूलाई एउटा न्यायपूर्ण अवस्थाको वातावरणको सिर्जना गर्ने उद्देश्य राखेर जुन तरिकाले छोरीले काम गरिरहेको छ र त्यससँग सम्बन्धितै रहेर हाम्रो चाहिँ केही साथी केही बहिनीहरूले चाहिँ आफ्नो अनुभवहरू सेयर गर्नुभएको छ र अन्तिममा मलाई थोरै भन्न एकदमै एउटा एक शब्दमा उहाँहरूलाई चाहिँ के गर्नुपर्छ राज्यले चाहिँ छोरीहरूको अधिकार दिलाउनको लागि भन्ने एक शब्दमा चाहिँ सरकारलाई चाहिँ के गर्नुपर्छ सरकारले भन्ने तपाईँहरूको आफ्नो केही कुराहरू जोडिदिन हुनुको लागि अनुरोध गर्छु अन्तिममा। मलाई चाहिँ के लाग्छ भने सरकारहरूले के गर्छ त सरकारको अब त्यो नियममा चाहिँ बनाएको चाहिँ छ है छोरीहरूलाई नि पढ्नुपर्छ समान व्यवहार गर्नुपर्छ भन्ने चाहिँ छ तर त्यसलाई चाहिँ व्यवहारमा लागू गरेको छैन। मलाई चाहिँ त्यो चाहिँ व्यवहारमा लागू गरिदिए भए चाहिँ
राम्रो हुन्छ जस्तो लागेको छ। उहाँले भन्नुभएको जस्तै समान अधिकार गुणस्तरीय शिक्षा भनेर चाहिँ हामी धेरै सरकारले चाहिँ नीति नियमहरू चाहिँ बनाउनु भएको छ। त्यो नीति नियमलाई चाहिँ एकदम कार्य सम्पादन चाहिँ गर्नुभएको छैन जस्तो लाग्छ। त्यही भएर चाहिँ हाम्रो किशोरीहरू यो महिलाहरूको लागि चाहिँ शिक्षामा चाहिँ एकदम आफूले सक्दो सहयोग चाहिँ गर्नु पर्यो जस्तो लाग्छ मलाई। सरकारले गरिरहेको पनि छ होइन, नगरेको चाहिँ छैन, तर हाम्रो समाजले चाहिँ अलि पालना चाहिँ गरेको छैन जस्तो लाग्छ। भनेपछि कतिपय सरकारले बनाएको नियमहरू पनि समाजमा चाहिँ पालना भएको छैन जस्तो लाग्छ र यो चाहिँ एकदमै घर परिवार समाजबाट चाहिँ सुरु हुनुपर्छ जस्तो लाग्छ। ओके, धन्यवाद। हामी सबैजना सहभागीलाई धन्यवाद दिन चाहन्छौँ र हाम्रो आजको यो छलफल कार्यक्रमलाई यही समाप्त